नमस्कार साथीहरू। धेरै समयदेखि मैले थेसिस राइटिङको गाइडेन्स पाएको थिएँ होइन। थेसिस कसरी लेख्ने भनेर मैले केही भिडियोहरू बनाएको थिएँ, कसरी रिसर्च डिजाइनहरू गर्ने, टपिक्सहरू कसरी चुज गर्नेदेखि लिएर थेसिसको बारेमा चाहिँ मैले केही इन्फर्मेटिभ भिडियोहरू लिएर आएको थिएँ। र विगत केही समयदेखि 2-3 महिनादेखि त्रिभुवन युनिभर्सिटी टियुले प्लेगरिजम सहित एआई चेकिङ सफ्टवेयर पनि अपडेट गरेको छ। र त्यसमा चाहिँ कस्तो भने धेरै साथीहरूको समस्या के रहेछ भने एआई लाग्ने हो। यताउता गर्दाखेरि पनि च्याट जिपिटीहरू प्रयोग गरेको रहेछ भने कसैको त एउटा साथी आउनु भयो भन्नुभएको थियो, मेरो 99% एआई लाग्यो सर भन्दै हुनुहुन्थ्यो। हो त्यो सफ्टवेयरले चाहिँ कसरी चाहिँ रिमुभ गर्ने भन्ने कुराहरू चाहिँ अब त्यो गर्न त ह्युमन रिटर्न तरिकाले गर्ने हो होइन। तर त्यो सफ्टवेयर चाहिँ कस्तो छ भने मान्छे ह्युमन रिटर्न पनि एआई लगाइदिन्छ कि अलिकति कम्प्लेक्स वर्डहरू युज गरेको रहेछ भने एआई लगाइदिनेछ होइन। त्यसैको लागि चाहिँ अब तपाईँहरूले चाहिँ कुनै समस्या आएको छ, एआई घटाउनु पर्यो होइन, प्लेगारिजम त खासै समस्या नपर्ला। प्लेगारिजम पनि अब एआई आउँदा बित्तिकै प्लेगारिजम पनि नर्मल्ली आउँछ। र टियुको गाइडलाइन अनुसार चाहिँ 20%भन्दा अबभ चाहिँ एक्सेप्ट हुँदैन। अनि त्यसको लागि चाहिँ तपाईँहरूलाई चाहिँ कुनै सम्पर्क पर्यो के अरे एआईको लागि चाहिँ हेल्प गर्नु पर्यो, एआई घटाउनु पर्यो भने चाहिँ मलाई चाहिँ तल कमेन्ट लिङ्कमा चाहिँ मैले मेरो मेल आइडी अथवा वाट्सएप आइडी छोडिदिन्छु। त्यसमा चाहिँ तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मास्टर्स लेभलको जुनसुकै उसमा पनि एआईको समस्या र प्लेगारिजमको समस्याको लागि चाहिँ तपाईँहरूले चाहिँ ऊ गर्नु पर्दैन, चिन्ता लिनु पर्दैन। त्यसको लागि चाहिँ मैले चाहिँ हेल्प गर्न सक्छु। प्लस तपाईँहरूले चाहिँ थेसिसको कुनै गाइडेन्स चाहियो भने मास्टर्स लेभलको म्यानेजमेन्टको स्पेसल्ली अनि सोसियोलोजी इकोनोमिक्सहरूको चाहिँ तपाईँहरूले चाहिँ कुनै प्रकारको चाहिँ हेल्प चाहियो, गाइडेन्स चाहियो, टपिक चुज गर्नेदेखि लिएर अब राइटिङमा पनि कुनै समस्या आयो, कसरी लेख्ने के गर्ने भनेर गाइडेन्सहरू दिनको लागि पनि आई क्यान डु द्याट, त्यो पनि गर्न सक्छु। र तपाईँलाई चाहिँ केही समस्या भयो भने चाहिँ तपाईँले चाहिँ मेल अथवा वाट्सएप गर्न सक्नुहुन्छ। त्यही इन्फर्मेटिभ छोटो भिडियो लिएर आएको हो। होप तपाईँको दिन चाहिँ शुभ रहोस्।